अस्ट्रेलियाको गाउँमा आएर मैले साइकल चलाइरहेको छु साथीहरू। यतापट्टि हेर्नु न क्या राम्रो छ यार फार्महरू। वे पछाडिको मेरो चाहिँ अस्ट्रेलियाको मेन हाइवे हो गाइस। अगाडि पनि छ पछाडि पनि छ माथि बाटो छ, बिचमा यस्तो ग्याप छ, गाडीहरू त कति स्पिडले हिँड्छन्। वे यतापट्टि जङ्गल छ, जनावरहरू पनि देखिन्छ होला यार। हेर्नु ऊ त्यो हान्ती, ऊ कङ्गारुहरू, ती सबै कङ्गारु हुन् साथी, देख्नुभयो? ऊ यहाँ मेरो पछाडि सबै कङ्गारुहरू छन्। पानी नपर्दै हुन्थ्यो भनेको पानी पर्दैन। के छ साथीभाइहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु। आज भने म तपाईँलाई अस्ट्रेलियाको गाउँमा साइकल राइड गरेर देखाउँदैछु है त। म अहिले अस्ट्रेलियाको गाउँमा छु होइन, माथितिर आएको छु। यतातिर साइडमा फार्म छ होइन, अनि चाहिँ अङ्गुरको फार्म छ। यतापट्टि सर र गाडीहरू चाहिँ मजाले घुमिरहेछन्। अब म चाहिँ टक्क साइकल यहाँ रेडी छ है, यो यहाँ चाहिँ मेरो साइकल रेडी छ, तपाईँले देख्न सक्नुहुन्छ। अब म चाहिँ सर र साइकलमा चाहिँ जाँदैछु। अब चाहिँ अस्ट्रेलियाको गाउँमा चाहिँ साइकल राइड गरौँ, के देख्न सक्नुहुन्छ, फार्महरू कस्तो छ, यहाँको वातावरणहरू हेरौँ है त। ल साथीहरू, म चाहिँ अस्ट्रेलियाको गाउँमा साइकल चलाउँदै निस्किएँ। अब बाटो कस्तो छ थाहा छैन मलाई, यहाँको बाटोहरू के छ कस्तो छ थाहा छैन मलाई। अब ग्राभल छ यार, चिसो त चिसो छ यार मौसम त। वे यतापट्टि हेर्नु न क्या राम्रो छ यार फार्महरू। वे बब्बाल छ यतापट्टि फार्महरू, अनि यो साइडमा जङ्गल छ। गुड, कस्तो राम्रो छ यार फार्मदेखि लिएर हरेक कुराहरू छ। ऊ एक कुखुरा दौडिन्छ त, बनकुखुरा छ क्या? वे यो बाटो हो नि त, ओह्रालो ओह्रालो। गाडी पनि छ फेरि, ग्राभल बाटो छ। बब्बाल छ है बाटो चाहिँ। यतापट्टि जङ्गल छ, जनावरहरू पनि देखिन्छ होला यार। र बाटो चाहिँ कडा कडा ग्राभल बाटो चाहिँ कडा छ है साथीहरू। अस्ट्रेलियाको गाउँ हो यो, एकदमै गाउँ हो। तपाईँको गाउँमा समेत यस्तो छ भनेपछि तपाईँहरू आफै विचार गर्न सक्नुहुन्छ कि कस्तो छ अस्ट्रेलियाको गाउँहरू भन्दा। यहाँ पोखरी छ यो साइडमा, त्यहाँ घरहरू छ, फर्महरू। यतापट्टि यो तरिकाले बाटो छ। मजा भयो यार। तर वे चिसो त लास्ट चिसो रहेछ यार। म कारमा आएको थिएँ, कार चाहिँ पठाइदिएँ, अनि त्यो साइकल कारबाट निकालेर चाहिँ त्यसपछि राइड गर्छु भनेर हो, छातीमा राखेर गरौँ क्या जस्तो लागिसक्यो यार। तर यत्तिकै ठिक हुन्छ कि। वे हेर्नु त क्या राम्रो छ यो साइड, हेर्नु त जङ्गलै जङ्गल, बिचमा बाटो यो। वाउ, जनावरहरू देख्यो नि हुन्थ्यो नि, घोडाहरू पनि, जङ्गल हेर्नु, घोडा पनि हिँड्दो रहेछ क्या। कस्तो बवाल छ यार। अब क्यामेरामा कतिको देखाउन सक्छ थाहा छैन, तर लास्टै राम्रो क्या। अब जङ्गल हेर्नु न, जङ्गलै जङ्गल छ। यहाँ ट्याक्क पोखरी छ, यो साइडमा यस्तो छ। उकालो नभइदिए हुन्थ्यो, उकालो त नभइदिए हुन्थ्यो भन्दा भन्दै सुरु भइसक्यो होइन, सुरु भइसक्यो उकालो चाहिँ। तर पनि केही छैन, ग्राभेल हो यस्तो के ओह्रालो होला। वाह, अस्ट्रेलियाको गाउँ साथीहरू। मेरो गाउँ कहिले होला क्या यस्तो बन्ने यार। यस्तै कति छ जग्गा यार नेपालमा। ओहो, गाउँमा गएर सरर यस्तै फार्महरू गरेर सुविधाहरू सबै यस्तै पुगेर गर्न पाए होइन त। यो कति महँगो छ यी जग्गाहरू। थाक्यो। छातीबाट लिइरहेको छु यो भ्यू चाहिँ, तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ कस्तो आइरहेको थाहा छैन है त साथीहरू। वे यतापट्टि यो साइड हेर्नु त कस्तो राम्रो हो। वे म त लास्ट मन पऱ्यो यार। तर
जाउँ 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 साथीहरू तपाईँहरूको लागि म यति धेरै मिहिनेत गरिरहेको छु साथी है बिदा लिएर त्यसपछि तपाईँहरूलाई चाहिँ अस्ट्रेलियाको गाउँ ठाउँहरू चाहिँ देखाउँ भनेर चाहिँ यहाँ चाहिँ म तपाईँको मरिहत्ते गरिरहेको छु प्लिज प्लिज गाई यदि तपाईँहरूले मेरो भिडियो हेरिरहनु भएको छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला होइन अनि प्लिज अनि केही सुझाव सल्लाहहरू छ भने पनि तपाईँले दिनु नभन्नु होला किनकि तपाईँहरूले त्यो सुझाव सल्लाहहरू तपाईँले सब्सक्राइब गर्दाखेरि तपाईँले हेरिँदाखेरि चाहिँ बहुत मोटिभेसन मिल्छ कि फेरि अझै भिडियो बनाऊ अझै राम्रो भिडियोहरू बनाऊ भन्ने हुन्छ होइन अनि त्यस कारणले पनि हो सो प्लिज गाइज हेरिदिनु न है हेरेर लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला बल्ल कालोपत्री सडक आयो ल कालोपत्री सडक आयो अब चाहिँ वाउ कालोपत्री सडक आयो अब चाहिँ उकालो छ क्या हो गाडीहरू नि यहाँबाट कता हो फेरि यहाँबाट कता हो एकछिन दोहोऱ्याउँछ ठगी लाग्यो देख्दा उकालो होइन त लास्टै उकालो भयो ओह्रालै ठिक अब ओह्रालो आइदियो हुन्थ्यो थाकिसक्यो यार माया कसम यस्तो गाउँ राम्रो बाटो पनि बबार तर म पछातै गलेँ साथीहरू पछाडिको मेरो चाहिँ अस्ट्रेलियाको मेन हाइवे हो गाइज अगाडि पनि छ पछाडि पनि छ माथि बाटो छ बिचमा यस्तो ग्याप छ गाडीहरू नि त कति स्पिडले हिँडिहाल्छ ओए कडा खायो नि त आवाजहरू सुन्नु न कस्तो छ यो हो नि त कडा पछाडिको ऊ सिटी जाने गाडीहरू पनि आछन् बस पनि चलिरहेको एकदमै यो चाहिँ तपाईँको मेन हाइवे हो कि अब चाहिँ सिटीहरू आयो कि घोडा हेर्नु त मेरो पछाडि त्यो घोडा देख्नु यहाँ पुरै घोडा चराइरहन बब्बाल घोडाहरू कोही कङ्गारुहरू यी देख्नुभयो कङ्गारुहरूको देश हो यो गाडी यसरी म घर पुग्ने कतिखेर तर थाहा छैन घर यही छ कङ्गारुहरू हेर्नु त कस्तो चऱ्यो किनले पालेको त हेर्नु भएको होइन ओए ठ्याक्कै मेरो पछाडि कङ्गारुहरू आयो बब्बा यतापट्टि हेर्नु जङ्गल कस्तो छ त्यो साइडमा जङ्गल यस्तो छ अब अँध्यारो हुन थाल्यो अब चाहिँ ओह्रालो भइदियो हुन्थ्यो कि उकालो जस्तो छ फेरि लाली गुराँस पनि छ लाली गुराँस साथीहरू यो चाहिँ अस्ट्रेलियाको गाउँमा सायद लाली गुराँस नै होला लाली गुराँस फलेको हो अस्ट्रेलियाको गाउँको घर यिनीहरू हुन् देख्नुभयो साथीहरू गाउँ भनेर के गर्ने यति धेरै विकसित छ गाउँ भन्नै मिल्दैन यत्तिको भइदिनु भने त मजा आउँछ नि साथीहरू अब चाहिँ हल्का ओह्रालो बाटो जस्तो भेटिन्छ कि भन्ने आशमा चाहिँ म दौडिरहेको छु र टाइम भयो 5:43 अझै 1 घन्टा 11 मिनट देखाइरहेको छ कमसेकम म चाहिँ सिटीसम्म चाहिँ पुग्नुपर्छ भन्ने मेरो कुरा हो यो बाटो जाउँ होइन सायद साइकलको लागि पनि यही बाटो हो पानी पर्न थालिसक्यो पानी नपर्दै हुन्थ्यो भनेको पानी पऱ्यो भने त अरूभन्दा पनि ल्याङ हुन्छ कि पानी चाहिँ नपर्थ्यो भनेको कि ल हेर्नु अस्ट्रेलियाको गाउँ दौडिरहेको चल्तीहरू दौड तिमीहरू दौड म साइकलमा दौडिन्छ कुरा एउटै हो होइन त मौसम त ला चिसो है
बल्ल बल्ल मजा आउनु थाल्यो। यस्तो छ कि साथीहरू अस्ट्रेलियाको गाउँ पनि त कस्तो मिलेको, कसरी बनाएको, के सोचाइले बनाएको गाउँ, कसरी व्यवस्थापन गर्छ यिनीहरूले, यो कुराहरू चाहिँ हामीले सिक्नुपर्छ यार। धेरै कुरा सिक्नु छ यहाँबाट होइन त। साइडमा टक्क रोड चाहिँ हिँड्नेलाई पनि छ, साइक्लिङको लागि छ गाउँमा पनि। यतापट्टि यत्रा यत्रा घर यहाँ चाहिँ राइड भनेको छ। उयो उकालो नभओस् है, जे भओस् ओह्रालो भओस्, उकालो नभओस्। उताबाट नि साइकल चलाएर आइरहेको छ। उयो उसको त साइकलै कडा रहेछ नि, मेरो जस्तो कहाँ आन्दै पान्दै। ओह्रालोमा त फेरि गुई हो नि त फेरि। मजा भयो ओह्रालोमा त। ओए कडा बाबा। साथीहरू के हो यार, यो बाटो त एकजना मान्छे पनि कोही छैन, म मात्रै छु यार एक्लै। यत्रो बाटो छ यार, के हो कुरो। 300 मिटरबाट चाहिँ लेफ्टले भने जङ्गलको बिचमा होइन, एउटा गाडी पनि छैन फेरि, न एउटा गाडी छ न। माथि श्रीनगरबाट चाहिँ तपाईँको बर्चुन झर्दैछु होइन, ठ्याक्क त्यस्तै बाटो छ यो। तपाईँले देख्न सक्नुहुन्छ कस्तो बाटो छ भनेर। ठ्याक्क मजाको मेन रोड हो यो चाहिँ। यतापट्टि साइडमा फेरि ठ्याक्कै उतै गाउँघरतिरको यस्तो पाहाडहरू छ, यहाँ यस्तो साइडमा यस्तो मजाको छ होइन। मजाको छ यार, रमाइलो यार। साइक्लिङको लागि यिनीहरूले बहुत धेरै राखेको छन् यार। मेरो पछाडि कोही छैन, अगाडि नि कोही छैन, सिर्फ समीर भट्टराई। हो बल्ल एडिलेट सिटी देखिन थाल्यो। अनि हाम्रो गाउँघरतिर ठुल्ठुलो हाई टेन्सन लाइनहरू तान्थ्यो नि, त्यस्तै पोलहरू यहाँ पनि छ होइन, राष्ट्रिय प्रसारण लाइन जस्तो के नेपालतिरको। त्यही नै यो यस्तरी यो चाहिँ यो जङ्गलहरूमा आगो लाग्यो भने चाहिँ पानीहरू रन्न ट्याङ्कीहरू नि त कस्तो छ साथीहरू। अब मेरो क्यामेराको चार्ज पनि सकिन थालेको छ होइन। मलाई थाहा छैन कि मैले के कति चाहिँ तपाईँहरूलाई देखाउन पाउँछु भनेर होइन। यदि तपाईँहरूले चाहिँ मेरो भिडियो मन पराइरहनु भएको छ भने कृपया च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, किनकि यति दुःख गरेर मैले भिडियोहरू बनाइरहेको छु। यस्तै खतरा भिडियोहरू चाहिँ मैले तपाईँहरू माझ ल्याउने नै छु होइन। अनि त्यही नै हो। अब नेक्स्ट भिडियो चाहिँ अब कहाँको बनाउँछु भन्ने कुरा चाहिँ मलाई थाहा छैन। नेक्स्ट भिडियो पनि बब्बाल आउँछ भन्दै आजको लागि म बिदा हुन्छु। थ्याङ्क यू गाइज।